मान्छे भनेको एउटा यस्तो इगोइस्ट प्राणी हो। त्यो प्राणीलाई कसैले पनि जितेको मन पर्दैन। त्यो बुवाले जितेको पनि मन पर्दैन, आमाले जितेको पनि मन पर्दैन, साथीभाइले जितेको पनि मन पर्दैन। तर मान्छे एउटै नातासँग हार्न चाहन्छ क्या, त्यो भनेको छोराछोरी आफ्नो पुस्ता होइन। वेल सेड मलाई जहिले पनि मेरो छोराले जितोस् जस्तो लाग्छ क्या। मेरो छोरा मभन्दा बुद्धिमान होस्, मेरो छोरी मभन्दा धनी होस् होइन, मेरो छोराछोरीलाई संसारले चिनुन् र छोराछोरीको नामबाट म चिनिन पाएदेखि कस्तो हुन्थ्यो भन्ने हुन्छ क्या है। अनि यो पानी भनेको जहिले पनि उकालो चढ्दैन र क्या, उकालो चढ्नुलाई पम्पै लगाएर तान्नुपर्छ नि। नाता भनेको नि त्यही हो र क्या, जहिले पनि ओह्रालोतिर सर्छ होइन। अब मलाई मेरो बुवा आमाले कति धेरै माया गर्नु हुन्थ्यो होला नि, तर स्वार्थी हुन्छ क्या मान्छे। आफ्नो उत्पादन हो नि त छोराछोरी भनेको।